साथीहरू नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई चाहिँ घरमै बसी हार्मोनियम कसरी सिक्ने, घरमै बसी चाहिँ तपाईहरुले हार्मोनियम कसरी सिक्ने त भन्ने कुराहरु चाहिँ सिकाउन गइरहेको छु। सबैजनाले यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला र लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईहरुलाई चाहिँ हार्मोनियम सिक्नु भन्दा पहिला ध्यान दिनुपर्ने कुराहरु मैले भन्न गइरहेको छु। मैले तपाईको अगाडि चाहिँ अहिले पियानो राखेको छु, तर हार्मोनियम र पियानो भनेको लगभग एउटै हो, तर हार्मोनियम एउटा पर्दा पनि हुन्छ र अहिले पियानो मात्रै सिकाउन गइरहेको छु। तपाईहरुले चाहिँ यो भिडियोलाई अन्त्यसम्म हेरेर चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु हुनेछ भन्ने आशा पनि गरेको छु। ल अब तपाईहरुलाई चाहिँ मैले अरु केही नगरिकन अब हार्मोनियम सिक्नु भन्दा पहिला सबभन्दा पहिला चाहिँ सा रे ग म प ध नि सा, सा नि ध प म ग रे सा सिक्न अनिवार्य हुन्छ। त्यहीबाट चाहिँ हाम्रो सुरुवात हुन्छ। त्यहाँबाट चाहिँ सुरुवात गर्नुपर्छ। तपाईहरुले मैले सिकाउन गइरहेको छु है त। ल साथीहरु, यो मेरो पियानो हो। अब तपाईहरुलाई चाहिँ मैले सा रे ग म प ध नि सा, सा नि ध प म ग रे सा कहाँबाट सुरु गर्ने र कहाँदेखि अन्त्य गर्ने भनेर मैले सिकाउन गइरहेको छु। तपाईहरुलाई चाहिँ हेर्नुस् है त। ल यो चाहिँ हाम्रो सा हो। सा कहिले पनि यो औंलाले चाहिँ चोरी औंला भन्छ यसलाई। यो औंलाले चाहिँ सा दबाउनु पर्यो। सा सा रे ग म प ध नि सा, सा नि ध प म ग रे सा, सा रे ग म प ध नि सा, सा नि ध प म ग रे सा। यसरी चाहिँ हार्मोनियम तपाईहरुले सिक्न सक्नुहुन्छ र यो भिडियोलाई कस्तो लाग्छ लास्टसम्म हेर्नु होला र सब्स्क्राइब गर्न नभुल्नु होला। नमस्कार।